गुड मर्निङ नमस्ते र राधे राधे। आज चाहिँ धेरै दिनमा चाहिँ भ्लग बनाएको मैले, धेरै दिन भएकोले बनाएको र एडिट गर्ने मान्छे पनि नभएर अनि र आज चाहिँ हामी कहाँ जानु आँटेको भने नि सबैजना रेडी हुँदैछ। म चाहिँ निस्केको अब प्रसादहरू धुपहरू किन्दै गर्ने भनेर। आज चाहिँ हामी पुरानमा हिँडेको, यत्रो सुपारी उमाल्यो र पुरानमा हिँडेको। आज चाहिँ हाम्रो गाउँबाट चाहिँ भण्डारा छ र हामीहरू सबैजना पुरानमा खानापिना पकाउनु काटकुट गर्नु हिँडेको र अब 8 बजे भर्खर अब सबैजना निस्केको। गाडी चाहिँ सामान पुरानो गएको छ र त्यो गाडी आएपछि हामी त्यो गाडीमा जाने हो र म चाहिँ यहाँ प्रसाद किन्दै गर्नु पर्यो। यहाँ पनि छ तर अब धुपहरू के किन्नुपर्ने छ र अब चाहिँ म दोकानतिर पसेको। हामी पुरानमा पनि आइपुगेर यहाँ मन्दिरमा पूजा गर्दैछौँ। नमस्तस्यै 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 नमो नमः। बोलिए जगज्जननी दुर्गा माता की जय हो, सिंहवाणी माता की जय हो। यो भागमा पसेको पुरानमा ओम वनस्पति रसद्भूतो गंडादेव गंड उत्तम आग्नेय सर्वदेवानां धूपोऽयं पश्चिमे वरुणाय नमः, वायवे वायु नमः, उत्तरे कुबेराय नमः, ईशान्य ऐशान्य नमः, ऊर्ध्व ब्रह्मणे नमः, अधो अनंताय नमः, लिंग ध्वज पताकादि देवताभ्यो नमो नमः। ओम सप्त सागरेभ्यो नमः, सकल पर्वतेभ्यो नमः, नाग नदिनेभ्यो नमो नमः। भण्डारा चाहिँ यहाँ हो आज र पूजा पनि गरिसकेर आए। यहाँ सबैजना बिहानै आइपुग्नु भएको, हामी चाहिँ भर्खर दमादम हुँदैछ। यहाँ छ हाम्रो आज खिर बनिँदै रहेछ। यहाँ चाहिँ हामीहरू सब्जी काट्दैछौँ। दिदीहरू यहाँ छ। अब हामीले चाहिँ सब्जीहरू काटिसक्यौँ। यो लास आलु छ र यहाँ चाहिँ खिचडी बनिँदैछ। यहाँ चिप्स, यहाँ छ खिचडी बनाउनुहुँदैछ। यहाँ चाहिँ चिप्स भाज्नु हुँदैछ पारङ दाजुले। यहाँ चाहिँ सबैजना बसिरहेको छ। यहाँ चाहिँ हाम्रो गाउँको इष्टमित्रहरू हो सबैजना। यता नाना दिपसाङ है हाई भनेको, हेलो भनेको। मास लाग्नु पर्यो, शिव नामको नाममा मास लाग्नु पर्यो, दुर्गाको नाममा मास लाग्नु पर्यो कि होइन? त्यस्तै छ। भेला हुँदै गरौँ। पोहोर भन्दा अझै भव्य र सत्य भगवतीले योपालि तपाईँलाई आशीर्वाद प्रदान गर्नु भएको छ। अर्को साल 11 दिन हो, अझै भव्य र सभ्य हुन्छ। किनभने पुराउन मनसेन्द्रियर्वा विद्यात्मनावा प्रकृति स्वभावा करोमि यस्य सकल। टिका टालो पनि हुँदै गर्ने छ। एउटा सुन्दर भजनको सबैले आनन्द लिँदै गर्नु।
भोले बाबा मेरो दुःख कष्ट मेटाइदियो। हर हर महादेव। शिव शंकर भगवान कति खुसी हुनुभयो आज हाम्रो खानापिना सुरु भयो यही भण्डारा खानापिना हुँदैछ। मलाई हतार छ भनेर कोही पनि अगाडि सकेर अब यी हाम्रो डेक्ची पुसा आजको त सक्यो नि त भण्डारा। आजको भण्डारा सकेर चाहिँ यहाँ यस्तो हुँदैछ मलाई। यहाँ चाहिँ हाम्रो नाना हुनुहुन्छ। नाना दामी हुँदैछ काम। अब बुनुलाई लु अब चाहिँ हाम्रो ठाम टिम अब चाहिँ हामी सकेर पनि हिँडेको घर